यो नारघाट जो भयो यहाँ अगाडि सिधै आयो भने चाहिँ मोरिङबाट आउने बाटो भयो। अब हामी साइडबाट उताको साइडबाट लड्ने बित्तिकै हामी मौलाकालीबाट हामी राइटमा जान्छौँ। मौलाकालीको गेटमा मौलाकालीको गेटमा 5:50 हामी सिधी चढ्दैछौँ। लगभग 2 किलोमिटर छ, 2.1 किलोमिटर हो यो सिडी। 2 किलोमिटरको सिडी चाहिँ अब कति मिनटमा पुग्ने हो। अहिले सुरुमा सबै ग्रुप पुग्यो मस्त स्टेसन पुग्यो। बरु माथाउँ त छुए मेना मोटा चाहिँ म बिचमा सार्वजनिक शौचालय पनि रहेछ, व्यवस्था गरेको रहेछ शौचालय। डाँडाको व्यवस्था पहाडले बोल्छ सुन्छ यो आवाज तराईको आँखामा यो असर रमाइलो विश्राम गर्ने ठाउँ पनि बनाएर रहेछ यो दुनियाँमा
महत बिस्यौनी यहाँ महत बिस्यौनी माथि छ बिस्यौनी लगभग 1 किलोमिटर जति चाहिँ माथि 1 किलोमिटर भन्दा अलि बढी माथि आइसकेपछि यस्तो सम्म भाग आउँछ अनि त्यसपछि मौलाकाली मन्दिर जानलाई हल्का उकालो चढ्नुपर्छ यो फललाई के भन्छ स्टार फ्रुट कहाँ पाउँछ यो ए हजुर ए हस् त माथि नै गराउँछ गर्मी ज्यादै आउँछ ल केवल कहाँको ठ्याक्कै हामी अगाडिको यहाँ बजार बेल कि के हो के मौलाकाली केवलका स्टेसन माथिल्लो यहाँसम्म केवलका आउँछ अब हिँडेर आउने हो भने यो ट्याक्क यो बायाँपट्टिको बाटोबाट माथि आउने हो अनि ठ्याक्कै यहाँ चोकमा यो हेर्नु भगवान्लाई चढाउने प्रसाद यो सबै पूजा सामग्रीहरू यहाँ चाहिँ यता छ माथि यहाँबाट धेरै सिडी छैन यहाँबाट अलिकति छ हल्का हल्का सिडी हो एकदम त्यति गाह्रो पनि होइन हल्का सिडीहरू छ माथि अब लगभग 5 मिनट पनि पर्दैन होला फटाफट गयो भने 3-4 मिनटमै नै यहाँ मन्दिर पुग्न सकिन्छ ल है हामी मौलाकाली पुग्न लाग्यो भजनमा मिठो भोजन चाहिँ बजाएर रहेछ हेर्दै नाचौँ लागि भगवान्को दर्शन गर्न स्वर्गद्वारी सार्वजनिक चौरस्ताले पनि व्यवस्था पनि छ मौलाकाली मन्दिर ठ्याक्कै 6:45 भनेपछि 5:50 मा आएको यहाँ पुग्दा चाहिँ 45 भनेपछि 55 मिनट चाहिँ लाग्दो रहेछ बिस्तारै आयो भने मौलाकाली माइकी जय ल
सचिवालयमा सम्पर्क गर्नुहोला। अनुशासनपूर्वक आफ्नो आफ्नो लाइनमा बसी पूजा कार्यमा बिस्तारै आउँदा चाहिँ 1 घण्टा जति लाग्ने बाबुनारीहरूलाई सकेसम्म आफूसँगै राख्नुहोला। मन्दिरको श्रेणी मार्ग बाहेक जङ्गल क्षेत्रमा प्रवेश नगरिदिनु हुन सादर अनुरोध गरिन्छ। भक्तजनहरूमा कुनै समस्या आइपरेमा वा केही कुरा सोधपुछ गर्नु परेमा मन्दिर प्राङ्गणमा रहेको सचिवालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ। नगरपालिका भगवती माताले यहाँको कल्याण गरून्। धन्यवाद। धार्मिक सेवा समिति मौलाकालिका मन्दिर परिवार। कुनै समस्या आइपरेमा वा केही कुरा सोधपुछ गर्नु परेमा मन्दिर प्राङ्गणमा रहेको सचिवालयमा सम्पर्क। मौलाकालीको दर्शन गर्दै अब हामी लगभग 20 मिनट जति चाहिँ यहाँ दर्शनको लागि चाहिँ यहाँ टाइम बितायो। यहाँ अब हामी यहाँबाट जाँदैछौँ। ल हाम्रो ग्रुपहरू ल अब यहाँबाट तल झर्ने। मौलाकाली दर्शन मौलाकालीमा हामी दर्शन गर्दै फर्किँदैछौँ। अब यो अगाडिको जुन फ्रन्ट बिल्डिङ छ, अगाडिको बिल्डिङ केवलकारको माथिल्लो स्टेसन हो। हामी फर्किँदैछौँ। अब हामी होटेलमा जाँदै ब्रेकफास्ट गरौँ। मौलाकालीको यो माथिल्लो गेटबाट चाहिँ अब तल झर्दैछौँ। बिहान 5:55मा माथि चढेको सिडी हो होइन। अहिले चाहिँ 7:55 भएको छ। 7:55 भएको छ अहिले। माथि जान र तल माथि गएर दर्शन गर्दै तल स्टेसनमा पुग्न चाहिँ ठ्याक्कै 2 घन्टा चाहिँ लाग्ने रहेछ। अहिले 7:55 भएको छ। अब यहाँ बस, यो ठाउँमा चाहिँ बस पार्क छ। अनि यो चाहिँ मौलाकालीको गेट अहिले।